छ गराउन। हेर्नु यहाँ प्रतीक्षालयमा मैले के स्वागत गरेँ थियो, उहाँले त बढाल्न खोज्नु भयो। पोसा पनि ल्याइदिने हो कि सर? देख्न सक्नुहुन्छ यसरी सफा सुग्घर हुनुहुन्छ। हामी चाहिँ यहाँ आएर टक्क अब यहाँ उसको फ्रुट्सहरू लिएर आउँछौँ, त्यसो खान्छौँ। खाना खाने ठाउँ चाहिँ यहाँ भेटिएन राम्रो, अब त्यहीँ पुगेर खाने हो, त्यहाँ पनि त्यस्तै हो भने त। त्यस्तो हो र शम्भु त ए यो हो त ए रक्स त यस्तो गर्छ कल पनि हुन्छ एमआरआर भजन भजन गर्छ नि हामी त तपाईँ पनि हो नाच्नु देख्छ मलाई आउँछ गाउनु नाच्नु जान्छ गाउनु भजन गर्नु के त भन्छ गणेश चिन्नुहुन्छ किनरी जोरदारीको प्रकार ए उहाँ त हालिरहनुहुन्छ त्यो दाइ त हामीसँग पहिलो राइड जानुभएको थियो नि उहाँ पनि सिक्नुभयो हामीलाई एकदम हजुर अलि भएर एउटा झोला बोक्ने पछाडिबाट सानो पछि लिएर आएको छ त्यो लकाको चोक यो नि कहिले हालिदिनुहुन्छ ए के हाल्नु पर्छ मोबाइल छ फेसबुक चाहियो बाटो सिधै गयो भने अप्ठ्यारो छ नि बिचमा सोधेर कता जाने सिधै अप्ठ्यारो छ त्यहाँ गर्छ होला हुनुपर्छ दुईटा चाहिँ मैले एउटा माग्छु हामीलाई केही भन्नु अन्त बोकेर चाहिँ दिँदैन यो अलरेडी खाना खाने हामी बनाएर गयो सागा सागा किन्नु भने देखेर यसरी कप्पो कप्पो लाउँछ साल त बरु सम्झ्यो हजुरको भाग भयो सर सुस्तरी खायो नि छिटो खायो नि खानु अहिले हामीले ठाउँमा हेरेर बस्नु पर्यो मुखले हो त खाने हातदेखि धुनु पर्यो पर्छ लाउनु मेरो आफ्नै हात हो हाम्रो हात लिनु भयो भने हाम्रो हामीले मैले आज माइक ल्याउने बिर्सिनु नयाँ माइक किनेको थिएँ सबै बाँड्यो माइक पनि काट्न पर्ने अनि अन्डै बोल गरेर ल्याउनु रहेछ तैँले धेरै किन्नु यो मैले खानालाई हो कि ल्याएको मतलब खानालाई उमालेको खानु भ्याएन अनि साक्षी हालेर लिएर आएँ पहिला प्लान बनाउनु कि होइन यस्तो स्टुडियोहरू जाने भनेर र ग्रुप बनाउनु ए पैसा भएपछि पलान्न होइन यस्तो खासमा आज त छिटो छिटै आउने आज त्यहाँ बर्गर खाना खाने भनेको थियौँ बर्गर त लर्केट बनाएको रहेछ पुरै धम्पक बनाएर नराम्रो होइन त्यहीँनिर अन्त फेरि भएन नि त्यहीँनिर आएर आउने उसके भन्छ अरे चटपट खायो नि भयो सलाई पनि आजकल भुत चढ्न लाग्छ चटपट खाने होला नि हामी चाहिँ यहाँ आइपुग्यौँ के उहाँहरू कता जानुभयो यता छ खेत यता छ रोड यता छ हामी यहाँ आइपुग्यौँ गेटमा के को गेट यहाँ हेर्नु पर्नु छ हामी अभी कति पल्युसन हो आएर घुम्यौँ चक्कर माऱ्यौँ एक ठुलो चक्कर माऱ्यौँ अब चाहिँ हामी खाना खान लाग्छौँ मेरो आवाज त कस्तो भयो यो मेरो स्टाइल हो ल खाना पनि आयो हामी अब खाना खान लाग्छौँ देख्न सक्नुहुन्छ साग दाल भात उता हेरेर सँगै ai गोरु देख्नु भयो है होइन के हजुर बेलमा हुँदैछ झन् गोरु देख्नु भयो राम्रो देख्नु भयो उता हुनुहुन्छ उता लक्ष्मी चाहिँ चस्मा लगाएर खायो ए साथै म त हजुर चस्मा राख्नु भयो क्या लाज म सुरु गरेको भन्नुभयो न त भोकाएर होला खाइ ल ल गरम गरम पिठो हतार हेर्नु ल मेरो हालत चिन्नुहुन्छ त कसैले हजुर त सँगै आउनुभएको पनि चिनिहाल्नुहुन्छ हामी यहाँ छौँ यहाँ धाममा छौँ धाम यहाँ भन्नुभएको थियो त पुल ल कस्तो लागिरहेको छ त हजुरहरूलाई भनी बक्सियोस् बबल चाहिँ अच्छा पनि लाग्यो बबल चाहिँ के लाग्छ यो रोड लाग्छ कि मिसको गेटअप
ए बरै म त कस्तो देखेछु भन्दाखेरि ए मैले कस्तो लगाएको छु अब यो हिसाबले सोच्नुहोस् यहाँ कतिको गर्मी छ भनेर ल हामी चाहिँ आइपुग्यौँ शीश महल यो मन्दिर टक्कै यो शीश महल गाइस यो रहेको छ त्रिवेणी धाम यस्तो ठुलो होला हामी चाहिँ आइपुग्यौँ यहाँ झोलङ्गे पुलमा झोलङ्गे पुल हो यो चाहिँ यस्तो लामो हो कि यो झोलङ्गे पुल यो त्रिवेणीको चाहिँ र म चाहिँ ब्याक साइडबाट देखाउँछु हेर्नुहोस् अब कहाँसम्म छ म कसरी देखाऊँ हजुरहरूलाई यो कति राम्रो यो पुल तलको यो ढुङ्गाहरू उसके भन्थ्यो त्यो फोहोर खोला छ है हो त्यस्तो देखियो कि तर हेर्नु सक्नुहुन्छ गाइस हामी चाहिँ अब यो झोलङ्गे पुलमा यसो फोटो भिडियो खिचेर अब त्यहाँ कुर्नु भएको छ हाम्रो महारानीज्यूले त्यहाँ बडीगार्ड जस्तो गरेर बस्नु भएको छ देखाउने तर नि कहाँ गयो त्यो ए कता गयो तपाईँको साथी देख्नुभयो नि उहाँ चाहिँ थकाइ लाएर पहिल्यै आएर यहीँ कुरेर बस्नु पाउँछ ठिकै थियो हामी आयौँ यहाँ पुलमा हामी चाहिँ यहाँ त्रिवेणीको ड्याम चाहिँ आइपुग्यौँ र म कसरी देखाइदिउँ म ब्याक क्यामेराबाट देखाइदिन्छु हजुरहरूलाई टक्क यहाँ देख्न सक्नुहुन्छ ड्याम त्यहाँ पुल छ हामी चाहिँ नेपालदेखि इन्डिया जाँदैछौँ हेर्नु न गाइज देखो न गाइज देखो